हेलो एभ्रिवान, हामी चाहिँ आज म भनौँ अनि भाइ बहिनीहरू पनि आएको थियो। अनि आज चाहिँ हाम्रो उतातिर जाँदैछौँ, रोल्पातिर माइत घरतिर जाँदैछौँ। अनि होलेरी अझै पुगेको छैनौँ, पुग्दैछौँ, होलेरी जाँदैछौँ। होलेरीदेखि जान्छु गाडी गइरहेको छौँ बाटोमा। गोराइदेखि माथि यो कोइला खानीदेखि देखिने उताको भ्यू हो। जाँदैछौँ गाडीमा। यो चाहिँ बहिनी र म। गाडीमा गीत बजिरहेको, त्यहीमा फेरि एक्टिङ गर्दै बनाउने। अब चाहिँ आयौँ होलेरीको भ्यू हेर्न सक्नुहुन्छ। साथीहरू चाहिँ होलेरी भयो। जाँदैछौँ। यसो एकछिन गाडी अड्डिन्छ अनि हामी सुन्तला खान्छौँ, त्यसपछि फेरि लाग्छौँ। जाँदैछौँ होलेरीदेखि माथि गइसक्यौँ सुन्तला खाँदै। यता चाहिँ प्रहरीको चम्का भेट गरे त। यो बाटो यो तलको देखिने बाटोमा पनि हामी यहाँदेखि जान्छ उता भाइ, त्यो बिजौरी निस्किन्छ त्यो बाटोदेखि। हाम्रो अस्ति तिहारमा जाँदाखेरि गएको थियौँ। यो चाहिँ आयो फेरि होलेरीदेखि यता के हो, यो के ठाउँ भन्छ, यहाँदेखि दामी हिमाल देखिन्छ। तर यो गाडी गएर राम्रोसँग बनाउनै पाएन मैले। त्यहाँदेखि अगाडि लागिसक्यौँ फेरि सल्लाहको दमारतिर। अनि आइपुग्यौँ अहिले चाहिँ दारबोट। यहाँ चाहिँ भात खाएको हामीले। म त बोमिट गरेर हैरान भएर भात पनि खाएँ होइन। आइपुग्यो तल देखिने भ्यू चाहिँ कोटगाउँ दामाङबाटै जान्छौँ माथि चौरमा के गेम भइरहेको रहेछ। यसो एक झलक खिच्यौँ भनेर खिच्दाखेरि गेम भइरहेको यतातिर चाहिँ मजा खोला बगेर माडी खोला। अनि यहाँदेखि माथिदेखि चाहिँ तलतिरको भ्यू माडी चौरको कस्तो देखिया भन्नु होला। अनि त्यसपछि चाहिँ म अब घर गएँ, यानि कि माउलो गएँ। म घर चाहिँ गएँ होइन, माउलो गएर फेरि भोलिको लागि उइनान पर्ने थियो फुलहरू। फेरि तल आन्टी घर बसेर अबेला गएँ कि म फेरि साँझतिर माउलो गएँ। अलिक छिटै आउनुपर्छ त, फुल उइनाउने ठो अघि नआए कि त निस्केसम्म भन्दै हुन्छ नि। म टिपिहाल्छु अहिले एकछिन भने टिपिहाल्यो भने त्यसपछि म के गर्छु त चाहिँ तरकारी काट्यो। तरकारी काट्यो अनि फेरि बुट्नुको चाहिँ आफै आउनुभयो। अनि बहिनीले बुट्नुभयो तरकारी। म चाहिँ यत्तिकै भिडियो बनाएर बसेँ। अनि त्यति गर्दा चाहिँ सानो भाइ पनि उतादेखि आइसक्यो। अनि हाम्रो माउलोको घर साँझको भ्यू। यतातिर चाहिँ मिल छ पिसाउने, यतातिर चाहिँ भान्सा। अनि अब अर्को दिन चाहिँ बिहान भइसक्यो। अनि त्यसपछि मैले मालासाला ओइनाएँ। अनि भाइहरू रेडी भयो अब मालासाला ओइनाएर तल आन्टी घर, आन्टीको तिथि हो नि त, त्यही भएर तल जानलाई हामी रेडी भइसक्यौँ। म पनि रेडी हुँदैछु सामानहरू सताएर। भाइहरू पनि रेडी भइसकेको थिएँ, माउलो पनि रेडी हुँदै होइसिन्थ्यो। अनि रेडी पनि भइसक्नुभयो। अनि जाँदैछौँ। आन्टीको घर चाहिँ उतै देखिने घर, यो आन्टीको भतिजो अन्त चकचके छौँ। अनि जाँदैछौँ चाहिँ आन्टीको घर। अनि गयौँ त्यसपछि यसो माथि बालदरीदेखि चाहिँ मैले उताको भ्यू एक लिएको। अनि यता चाहिँ खाना पाक्रा थियो, यता चाहिँ आन्टीको तिथि भइरहेको थियो, भाइले चाहिँ गरिरहेको थियो। यसो एकचोटि खिचिदिएको मैले पनि। त्यसपछि चाहिँ हामी खानातिर लाग्यौँ। अचार, हलुवा अनि खिर। बहिनीहरू म चाहिँ एउटै थालमा खाइरहेको, त्यहाँ अर्को बहिनीहरू चाहिँ खिर नमिठो मान्ने अरे, त्यही भएर हलुवा र अचार खाइरहेको छ। यहाँ चाहिँ आन्टी आइसक्नु भएको। खिर फेरि आफूलाई बढी भएर हामीलाई थपिदिनु भएको। चाहिँ आन्टी घरदेखिको भ्यू।
हल्का ल्याइदिएको। अनि त्यसपछि चाहिँ हामी अन्ती घरदेखि पनि फर्केर आइसक्यौँ। त्यहाँको तिथिहरू पनि भ्याइयो। अनि त्यसपछि माथि माउलो जान्छौँ। त्यसपछि त्यहाँदेखि सकेर जानुपर्ने हाम्रो उतातिर माउलो चाहिँ पुग्न आँट्यौँ। यो चाहिँ माउलो कागतीहरू कति चकचकेहरू भयो फेरि। यो चाहिँ मकैहरू चुत्ने उरिम हो। मकै माथिबाट राखेर चुतेर तल्लोपट्टि झार्ने खालको हो। यो चाहिँ कराइसक्यौँ। आएर पनि फेरि सत्तेर उता पार्टी चाहिँ आमा र अन्तीको सम्झनामा स्मृति बनाइदिनु भयो मामाहरूले। त्यही भएर पारी त्यहाँ चाहिँ पूजा गर्न जाँदैछौँ हाम्रो। आइसक्यौँ, पूजा पनि गरिसक्यौँ। अनि पूजा गरेर यस्तो खालको छ बस्ने सम्झनाको लागि। त्यस्तो म चाहिँ पारी कोकहरू बार्दैछु। यता चाहिँ बहिनीहरूले तिनीहरूले फलफुलहरू उता लिएको चढाएको त्यो सबै बार्दै थिए। म त उतै कोक बार्नेमा छु। अनि यहाँ फुपूहरू माइजूहरू अन्टीहरू हुनुहुन्छ। यो चाहिँ भाइ, यो चाहिँ अन्टीको ससुरा बाजे। यो चाहिँ अन्टीकी छोरी बहिनी, पारी माउलो बाजे हुनुहुन्छ। यो चाहिँ के भन्दा चाहिँ अनि त्यसपछि भाइ पारी छ। यहाँ बाजे फेरि के भनिराख्नु छ तर यो मोबाइलको साउन्ड राम्रोसँग सुनेर भाइहरू फेरि यहाँ उता बार्नेतिर भयो। यिनीहरू चाहिँ भिडियो बनाइराखन्। अनि त्यसपछि आयौँ त्यहाँबाट कामसाम सकाएर। त्यसपछि आएर गेम खेल्यौँ हामी 5 महिना। अनि त्यसपछि चाहिँ लाग्यौँ हाम्रो माउलो बोइलाई हल्का सहयोग गर्न। साग टिप्न गइसक्नु भएको बोइ। हामी चाहिँ त्यो खेल्दै अनि साग टिप्यौँ। अलि टिप्दै रातै परेको। अनि त्यसपछि लाग्यौँ 1 ढोका जति टिप्यौँ। त्यही पनि उसै छ साग कति राम्रो थियो। टिपेर अलिकति गराएर गयौँ घर गएर खानासाना खाएर सुत्यौँ। अनि त्यसपछि बिहानतिर चाहिँ भाइको स्कुल भेटाउनु पर्ने थियो। अनि म पनि घरतिर डोइलाई बेच्न जाने भनेर गइरहेको छु। 2 महिना चाहिँ लाग्यौँ हाम्रो घरतिर जाँदैछौँ पुस्तकारी खाँदै माउलोदेखि तलतिर झरे यो चाहिँ माउलोदेखिको भ्यू। त्यो चाहिँ रकी थाप्ला छावाले पुस्तकारी खाएर कस्तो दामी पहिरो फुल्यो नि। अनि राम्रो भएको रुख सँगै हाम्रो भाइ अनि यो रालबाङ रके छावालेको भ्यू। वाउ वाउ नाइस। अन्तीको घर आइपुग्यौँ। पानी परै गयो। इन्द्राल चाहिँ देख्ने गर्दैछ। अन्तीको घरदेखि बिदाबारी गरेर हाम्रो आइसक्यौँ। जाँदैछौँ घर। भाइ तल आइपुग्यो। म चाहिँ यतै छु। बारीको कति राम्रो देखियो कि भर्खर सनसेट। हामी चाहिँ यो गाडीहरू चल्ने रोडमा आइसक्यौँ। माथि चाहिँ मालङडाँडाको स्कुल छ। यो चाहिँ लिबाङदेखि दाङदेखि लाग्छ। यहाँ चाहिँ रोडमा आइसक्यौँ। हिँड्दैछौँ र हामी जानेर अब त्यही बाटो। हाम्रो राङ्सी पनि केही कम छैन है। स्वर्ग भन्दा स्वर्ग हेर्ने हो स्वर्ग। नाइस ब्युटिफुल गरे आज। हामी चाहिँ अब भलाका आइपुग्यौँ। त्यो चाहिँ रिबन मक्तिम
रकी छापाले उडातिर चाहिँ भाबाङ उडातिर चाहिँ झौबाङ अनि यहाँ बलागातिर यस्तो टुसारो परेको टुसारो हो भन्नाले त्यस्तै टुसारो परेको छ अब त बलाका धारा निस्किने आँट्यौँ बाहिर यता पनि टुसारो बिहान गाई भैँसी सार्ने बेला यस्तो गरेर हुन्छ यहाँ बलाका धारातिर चाहिँ घाम लागिसक्यो तर यहाँ चाहिँ बलाकाको स्कुल हाम्रो गाउँ चाहिँ बारी त्यो धारानिर चाहिँ बलाका तोरी फुलेर कस्ता दामी देख्यो नि भाइ फोहोर चलन भएर हाम्रो गाउँ चाहिँ जङ्गला खोला सब तलाएर त्यसपछि हाम्रो गाउँ धर्मशाला हाम्रो घर त्यो चाहिँ बजिनी त्यसै गरी यहाँ चाहिँ रिमुल टक्क लगाएर हाम्रो गाउँ यस्तो बडो खाने यो चाहिँ हाम्रो सानो भाइ त्यहाँ चाहिँ हमदारा अनि यहाँ चाहिँ जङ्गला खब्राप्तारा हाम्ता धर्मशाला त्यहाँ चाहिँ हस्पिटल छ है त्यहाँ मेला पनि लाग्छ त्यहाँ अनि मेला लाग्नु अनि हाम्रो गाउँ जङ्गला खोला हमदारा हामी चाहिँ आइसक्यौँ लगभग घरतिर चाहिँ म आज जान्नु होला आज चाहिँ एउटा गोठतिर गइन्छ साथीहरू हाम्रो गोठ चाहिँ माथि छ अनि हामी चाहिँ यो ठुल्चौर भन्ने ठाउँमा आइसक्यौँ यहाँ चाहिँ घाँसहरू हुन्छ यो घाँस चाहिँ वर्षमा एकचोटि काट्नलाई फुकिन्छ सबै मान्छेहरू आन्छन् काट्छन् यतातिर चाहिँ ओखर पाङ्गरको पातहरू झरेछन् स्याउलाई खेर्नलाई तयार भइसक्यो यिनीहरू छमा पच्छ जाँदैछौँ माउले चाहिँ अरे घर चाहिँ माथि छ हामी चाहिँ अब घर आइपुगिसक्यौँ गोठ चाहिँ हाम्रो गोठ चाहिँ घाम लाग्यो हाम्रो घरमा अझै घाम आएन नि घर चाहिँ डोका लागिहाल्छन् भाइ कुन हुन्न क्या बुझ्यौ कहाँ गएर यहाँ हाम्रो भैँसीहरूले घाँस खाएर भैँसी पेट किन यस्तो हो घाँस हालिदिनु क्या छन् भाइ मल उठाइकन भित्र बुढीको मोबाइलमा फनाइराख भित्र यहीँ पट्टाइराख घरमा के छ ओहो भित्र त पस्तुमान छैन एउटा चाहिँ बिस्तारै छिर्दै जा कसको फोन हो उठा दाइको होला हाम्रो गोठ त्यहाँ चाहिँ खेलेर पछि अनि के भन्छ होला अझै बिहान हरेको मेरो काम जान्छु म आफू बोकेर स्तर बोकेर जानेछु म यहाँ चाहिँ मौका छुट्ने काम भइरहेको हाम्रो कुम्बाको लागि खेती हो